उठाएर तथास्तु भन्नुहुन्छ र ब्रह्मदेव त्यहाँबाट निस्केर आफ्नो लोकमा जानुहुन्छ। अब हिरण्यकश्यप बिस्तारै उठेर खुसी हुन थाल्छ। काजस तिमीहरू आऊ यहाँ र हिरण्यकश्यपले आफ्नो दुईजना दूतहरूलाई बोलाउनुहुन्छ। आज मैले ब्रह्मलाई मूर्ख बनाए मूर्ख। मलाई अमरत्वको वरदान दिन्छ भन्दै थिए ती ब्राह्मण बुढोले, तर मैले अमरत्वको वरदानै पाएँ जसै गरेर भए पनि। हिँड अब जाउँ आफ्नो राज्यमा जाउँ र त्यहाँबाट हिरण्यकश्यप अब आफ्नो राज्यमा दूतहरूसँग लाग्नु घरतिर लाग्नुभयो र हिरण्यकश्यप जाँदै हुनुहुन्छ। प्रहलादजी गएर बस्नुहुन्छ। घरमा प्रहलादजीको जन्म भएको छ। हिरण्यकश्यप आफ्नो तपस्या सकेर फेरि जानुहुन्छ। बोलो हिरण्यकश्यप महाराज की जयकारा भन्नेवाला छैनन् क्या हो? अब यो त्रैलोक्यको सम्पद त्रैलोक्यको राजा म हुनेछु। म तपस्या गर्न गएको धेरै वर्ष भयो। छोरा पनि मेरो यत्रो ठुलो भएछ। छोरा उठ बाबु उठ। मेरो छोरा प्रहलाद, तिमीले पनि अब मैले जस्तै दैत्य शिक्षा आर्जन गर्नुपर्छ। यी साधु सन्त ब्राह्मण दिन दुखेरलाई साह्रै सताउनु पर्छ प्रहलाद। त्यो नारायण भन्ने छ नि, नारायण तेरो बडाको हत्यारा हो, त्यो काकाको हत्यारा हो। त्यसलाई हामीले छोड्नु हुँदैन। हामीले दैत्य रात विस्तार गर्नुपर्छ अब यो सारा त्रैलोक्यमा। मुन्डे यसलाई लैजा दैत्य गुरुकुलमा लगेर भण्डा गरेर आइज। जा छोरा, जाऊ तिमी जाऊ, राम्रोसँगले दैत्य शिक्षा आर्जन गरेर आऊ। म यहाँनिर राजपाट गर्दै बस्छु। अब हिरण्यकश्यपको सामना गर्नेवाला कोही पनि हुनेवाला छैन यो संसारमा। न त कुनै मनुष्य हुन्छ, न त कुनै देवता हुन्छ, न त कुनै राक्षस हुन्छ। छोरालाई पढ्न पठाएको पनि धेरै वर्ष बित्यो। केही पढ्यो त्यसले। दूतहरू हो, जाऊ मेरो छोरालाई लिएर आऊ। ल्याउँदैछु हामी। छोरा आइपुग्यौ, दैत्य शिक्षा हासिल गरेर आइपुग्यौ। तिमीलाई मैले पढ्न पठाएको थिएँ। दैत्य शिक्षा त राम्रोसँगले पढेर आयो होला। लु सुनाऊ बाबु। काखमा राखेर अब हिरण्यकश्यपले सुनाउँदै हुनुहुन्छ, सोध्दै हुनुहुन्छ प्रहलादलाई। लु छोरा भन तिमीले बाबु के पढ्यौ, कस्तो शिक्षा पढ्यौ? अब प्रहलादले उठेर आफ्नो पितालाई भन्दै हुनुहुन्छ, हे पिताजी, मैले त शिक्षा आर्जन त गरेँ, तर त्यहाँनिर कुनै दुष्कर्म गर्नु हुन्छ भनेर त मैले त्यहाँनिर सिकेँ।